हेलो गाइज वेलकम टु माई मिनी भ्लग। म चाहिँ बिहान बिहान उठेर आज चाहिँ मदर्स डे हो र म मम्मीतिर जानेछु। मम्मीलाई गएर मैले मदर्स डेको विस गर्दैछु। मम्मीलाई मैले ह्याप्पी मदर्स डे भनेर ढुक गरिरहेको थिएँ र हिँडिरहेको छु। मम्मीले मलाई सनस्क्रिन लगाइदिँदै हुनुहुन्थ्यो र हामी पनि गाडी लिएर निस्किँदै हुनुहुन्छ। ड्याडीले गाडी निकाल्दै हुन्छ घरबाट। म चाहिँ गेट सेट लाएर चट्ट पारेर निस्किँदै थिएँ। एकैछिनपछि म छोरोपाटन झरेर केक सेक लिएर म झरिसकेको हुन्छु र हाम्रो मम्मीले टिकटक बनाइरहेको हुन्छ गाडीमा। मैले सरप्राइज गरेर धस्काइदिइरहेको थिएँ। त्यहाँ चाहिँ मोमेन्ट हेर्ने लागेको थियो। ठिक छ त मम्मीलाई मैले केक सेक दिन्छु र हामी बसिरहेको हुन्छौँ। मलाई फेरि गाडीमा हिँडेपछि केही न केही खानै पर्छ। कसलाई खाने बानी छ यसो कमेन्ट गरिदिनुहोस् होला र भनिदिनुहोस् होला। हामी चाहिँ क्रिस्तीको बाटोमा जाँदै थियौँ। हामीहरूलाई सजिलो पर्छ र छिटो पर्छ क्रिस्तीको बाटो। र गाडीमा चढिसकेपछि कसलाई निद लाग्छ यसरी नै प्लिज भन्न नबिर्सिनुहोस् होला। कमेन्ट डाउन बिलो है त। हामी क्रिस्ती पुगिसकेको थियौँ र क्रिस्तीबाट हामी हिँडिरहेको छौँ गर्दा गर्दा अहिलेको टिकटकको ट्रेन्डिङ ठाउँ नाच्ने चौर 21 पोखरा क्रिस्तीमा आइसकेको थियौँ र देख्न सक्नुहुन्छ त्यहाँको भ्यू। यति नै गर्दा गर्दा हामी आइपुगेको थियौँ ढडुवा हाम्रो मामा घर र हामी करिब 1 घन्टाको ड्राइभिङबाट आइपुगेको थियौँ हामी आफ्नो मामा घरमा। र मामा घरमा आइसकेपछि हामीले सबसे पहिला भेट्नेछौँ हाम्रो भाइलाई। हाम्रो आमा पनि त्यहीँ हुनुहुन्छ। अब आमा औँसीको तयारीको लागि मलाई चाहिँ काम दिनुभएको थियो। मैले साथीभाइले लिएर हिँडेको थिएँ तर भाइले केही काम नगरिकन मोबाइल हेर्दै हाँस्दै हिँडिरहेको थिएँ, गफ हान्दै हिँडिरहेको थिएँ। हाम्रो मम्मी र आमा गफ गर्दै तयारी गर्दै हुनुहुन्थ्यो। मम्मीले दियो गाड्दै हुनुहुन्थ्यो, आमाले पनि आफ्नो कुराहरू गर्दै हुनुहुन्थ्यो। भाइ जति बेला पनि गेम भनेर खेलिरहेको थिएँ र एकछिनपछि हाम्रो सबै तयारी पुरा हुन्छ र मैले उनी आमालाई र तिम्रो काख माया दिने सौदारी पिपलु बरसै आमा हो हाँसिराखे है म भन्दा नि तिमी धेरै धेरै बाँचे बरिलै आमा हो भन्दा नि तिमी धेरै धेरै बाँचे बरिलै। मम्मीहरूले आमालाई टिका लगाइदिइसकेपछि मेरो पालि आउँछ मेरो मम्मीलाई टिका लगाइदिने, केक सेक खुवाइदिने। त्यसपछि मैले जानी नजानी मम्मीलाई आशीर्वाद दिएँ र केक खुवाउँदै मैले पनि आमा औँसी बनाइरहेको थिएँ। र अन्त्यमा हाम्रो भाइ गेम खेलिरहेको थिएँ र यसो गर्दा गर्दा हाम्रो खाना खाने पालि आयो र खाना हामीले खाइरहेको थियौँ। मैले भाइलाई गम भनी भाइलाई खानै दिएको थिइनँ र अन्त्यमा मैले खाना खान्छु र हामीहरूको मिनी भ्लग यही अन्त्य हुन्छ। थ्याङ्क यू फर एभ्री वान।